अब त ज्वाइँले मेरो पाला मिच्नु भन्छ चुप्पा गर्दै दिन्चुलाई ऊ गइरहन्छ टाइम बज्यो यता लु कान्छी छोरी मेरो यही हो Okay, hi guys, welcome to my vlog. आज चाहिँ दसैँ रहेको छ. First of all, happy Dasai to you all. So दसैँ रहेको छ, but I am in this attire, get up, without makeup, so looking dull, looking sick. अब चाहिँ के गर्छु भन्दाखेरि, okay, this is me before getting ready. अब चाहिँ म रेडी हुन्छु अनि दसैँको साइड आइपुग्नु लागि आधा घन्टा 45 मिनट टाइम छ होला. मसँग धेरै टाइम छैन. So yeah, I'll meet you after I get ready. ओके अब हामी चाहिँ दसैँको टिका लाउँदैछौँ मम्मी हाई भनिदिनु त हाय दिदी यता हुन्छ यता हाई भन्छ हाय हात कसरी आमालाई हेलो भनिदिनु हेलो भन्नु न हेलो बाबाले हेलो भनिदिनु भन्छ लु ए मेरो मोबाइल आउँछ नि त र अब चाहिँ हामी टिका लाउने बेला भयो मम्मीहरूले लगाइसक्नु भयो Okay, hi guys, म चाहिँ माइत आइपुगे. हाई मेरो बेबीहरु. हाई बेबीज. चुप्पा. अनि ड्याडी ह्यापी दसैँ ड्याडी. ह्यापी दसैँ. मम्मी यहाँ बस्नु न चुली. बस्नु कि ए मारी. के हो रे के? ह्यापी दसैँ भन्नु मम्मी. ह्यापी दसैँ. त ह्यापी दसैँ भन्नु. ह्यापी दसैँ. त भाउजू ह्यापी दसैँ. ह्यापी दसैँ सबिना आइन्. खुसी. म चाहिँ हत्तर तलाकै टिका लगाइसक्नु हुन्छ नकुरिकन यस्तो माइती भने यस्तै हुँदो रहेछन् मैले चाहिँ घरमा लाएर आएँ अब हामी चाहिँ ड्याडीले मम्मीको हातबाट टिका लाउने अब त ज्वाइँले मेरो पाला मिच्नु भन्छ नमस्कार क्यामेरा
हस् सबै दिदीलाई माया गर्नुहोस् भन्नु पर्दैन ओके गाइज हामीले चाहिँ एक क्लथ टिका लगाइसक्यौँ अनि त्यस पछाडि मेरो मम्मीले चाहिँ मासु रेडी गरिदिनुहुन्छ मम्मी मासु देखाउँ त अनि भाउ चाहिँ हे गरेर के भएर हुन्छ अनि ह्याप्पी दसैँ अब माइत बेल जाने के अरे माइत अरे के अरे माइत बेल जाने त माइत जाने टुङ्गो छैन पानी लिएर आउँछ अरे नजाने म त मेरो माइत आएँ अनि पछाडि मेरो माइतमा सबसे फेभरेट सदस्य चाहिँ यो हो मेरो माइतको चुप्पा गरिदियो दिजुलाई ऊ गयो त्यहाँदेखि गयो यता सबसे म पनि चुप्प खानु लु कान्छी छोरी मेरो यही हो देख्यो मम्मी कान्छी छोरी म चाहिँ ल धेरै तपाईँले के खाँदै हुनुहुन्छ धेरै सुन्तला खाँदै हुनुहुन्छ सुसना के गर्दैछ जय साप हेलो जय क्यामेरा अघिदेखि मुन्टो लुकाइरहनु भएको छ अब चाहिँ हामी खाएको ल ल अब चाहिँ हामीले म चाहिँ माइतमा खाएँ अनि त्यस पछाडि ल यता हेर्नु त मम्मी बाई बाई झार दिएरी त मेरो ल बाई डेडी अनि लु यस्तो राम्रो फोटो खिचेको छ लु धन्यवाद ल हामी गएँ म माइतबाट घर बाई 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 बेबी बाई बेबी ल बाई बेबी आफ्टर 5 मिनट म चाहिँ माइतपछि घर आइपुगेँ घर आइपुग्दा मेरो दुईजना पाहुना आउनु भएको छ ल बोल्नु केही बोल्नु के भाँडाकुँडा किचनमा आइहाल्छ हामी चाहिँ खाँदैछौँ अनि के भने ल सक्यो त्यो ल वेलकम टु माई भ्लग म चाहिँ मेरो फुपू दिदीको घरमा आएको छु फर्स्टमा घरमा टिका लाग्यो त्यहाँबाट माइतमा त्यहाँबाट फुपू दिदीकोमा अनि मेरो फुपू दिदी हाँस्नु मात्र हुन्छ बोल्नुहुन्न फोटो हेरेर दिदी भिडियो बोल्नु न आइरहेछ वेलकम मेरो घरमा वेलकम अनि सधैँ आउनु भन्नु न म चाहिँ दिदीको फेभरेट भाइ हो फेभरेट भाइ म चाहिँ बहिनी फेभरेट यिनीहरूको डान्स डुओ विरासको लागि चाहिँ हाई भनिदिनु तपाईँ कहिले हान्नु खाएन क्यामेरामा हाई भन्दै दिनु हेर जोइ फेरि लास्टै लगाउने ल दिदी फेरि भन्नु के भन्नु यो भन्दा अघिल्लो दसैँमा चाहिँ मैले कोसेली बोकेर आएको थिएँ अनि दिदीले किन ल्याउने कोसेली बोकेर तेरो बिहे भएपछि मात्रै ल्याउने भन्नुभएको थियो के अरे भएपछि ल्यायो भनेको थियो कोसेली टन्न बोकेर आइछ आफ्नो कान्छी बहिनीले यही छ खुसी अनि चाहिँ मेरो भुवासिनी हो हेलो गाइस व्हाट्स अप तेरो पोहोरको भिडियोमा तेरो के थियो भन्नु दसैँको पार्टमा मस्तो पैसा गरेको पार्ट थियो ए हो हाइलाइटमा अब यो पालि नि गर्छु म गर्न हैन अनि जोइ साहब चाहिँ के भन्नुहुन्छ Guys, हामी चाहिँ मामा घर गयौँ हाई पुटिमा नानी हाई दिस इज मामा घर गयौँ हाई मामा नमस्कार अरे कसरी हेरेको आँखाले हाई दिदी हाई गर्दैन हाई गर्दैन हजुर क्यामेरामा हाई गर्दैन हाई गर्दैन हाई गर्दैन हाई गर्दैन जेन्स बाबु खिच हेर्नु कति मजाले
भगवान कृष्ण नारायण मेरो त मिसी बढी रहेछ है मम्मीको रन ध्यान नै नखाउँ त मेरो रन हैन बाबु त्यो ध्यान दे बाबु कलर ओए ए मिलाको है त्यो मिलाको हुँदैन आइले त के हामीले प्याकिसके र भाउजू चौका झुट रहेछ ल मम्मी खानु भाउजू जित्दैन भने हैन मैले जिताइदिएको धन्यवाद म कान्छो भए सबभन्दा धेरै चाहिँ